यो चाहिँ मैले गरिदिएको मेकअप हो नानीको। मम्मीपट्टि एउटा सानो बाबापट्टि एउटा दिदी मम्मी यता मेरो मावलाको यहाँबाट खिच्दिनु है अघि त्यत्रो फोकेको भिडियो गर्दाखेरि ओ ह्यान्सी हाई भन्देऊ हाम्रो चाहिँ हामी फर्कीमै यसो फोटोसोटो खिचेर भिडियो सिडियो बनाएर होइन चार्ज सकिनु पर्छ न। मैले फाइनली मोबाइल अफ गर्दैछु है। हामी चाहिँ आइसक्रिम हेरेर आएको छ है। आइसक्रिम सेलेक्सन हुँदैछ यहाँ चाहिँ एकदम कुन खाने भनेर। हामी सबैजना कजिन्सहरू चाहिँ के गर्दैछौँ भन्दा बाटोमा हिँड्दैछौँ। अनि त्यसपछि दादा चाहिँ अघि आफ्नो इन्ट्रोडक्सन दिँदै हुनुहुन्थ्यो। मेरो नाम चाहिँ अङ्कित घिमिरे हो। 6 जना भनेको 120 रुपियाँ हो तपाईँलाई। चढौँ यस्तोमा बसिहालौँ। अङ्कलको इन्ट्रोडक्सन लिइहालौँ। अङ्कल तपाईँको सर्ट इन्ट्रोडक्सन दिनु त। तपाईँको नाम भनिदिनु न।
हजुर नाम हजुर दिलीप मगर उहाँ चाहिँ दिलीप मगर हुनुहुन्छ होइन हामी कहाँ जाँदैछौँ अहिले हामी मुक्ति चोक जाँदैछौँ मुक्ति चोक जाँदैछौँ है अहिले हामी चाहिँ अब त बिस्तारै जब मोनिटाइज हुन्छ ओर्छ होइन अनि त्यसरी सेल्फ स्टिकली एउटा सानो हुन्छ नि त्यो भर्टिकल यस्तो त्यो एउटा चरा जतिकै यस्तो छ हल्लाइ पनि एउटै तरिकाले उसँगै भिडियो कल गरेर खोल्न पर्छ एउटा यस्तो बेलामा त हामी सम्झिन्छौँ हामी चाहिँ यहाँ कम्प्लेक्स आएको थियौँ अहिले बिर्तामोडको कन्सल्टेन्सीको लागि बनाइदिएको मैले एड ए यो राइनो कन्सल्टेन्सीको लागि खतरा एड गरिदिनु भएको छ हाम्रो हेरेको छैन यो दादाले चाहिँ सुरु भयो भिडियो सुरु हुँदैछ उयो कन्सल्टेन्सीको हो क्या अन्जिला हेरौँ अन्जिला ए हेरेर आएर पनि अन्जिला जस्तो हेरेर मन लाग्छ फिल्म हेरिदिने यार स्पोइलर दिनु होला नि बिचमा हेरौँ अन्जिला हेरौँ अन्जिला यहाँ खाजा खान आयो भने चाहिँ सुरुमा दुई ठाउँ मगाएको थियौँ मिठो लागेर फेरि अर्को ठाउँ पनि हामीले चटपटी मगायौँ अझै पनि एक ठाउँ मगाउँछौँ साह्रै मिठो बनाउनु हुँदो रहेछ चटपटी चाहिँ जस्ट लभी क्या घरको घरमा होम स्प्राइट पनि मगाएको थियौँ यो त यहाँ बिजायो कहाँ भिजायो अरे यहाँ पुरै थियो त बिजायो अब मेरो पालो हो यो बोक्नु पर्यो त अनलाइनमा देखेको तिम्रो गएर खाइनु त्यतिबेला म पनि गरी हुनु भएको होइन अनि मेनली मलाई चाहिँ यो पानीपुरीमा चाहिँ गुलियो हाल्यो भने मन पर्दैन गुलियो मन पर्दैन होइन भाइलाई पनि मन पर्दैन रहेछ भाइलाई पनि मिठो लागेन छ होइन सबै वर्ड्स नै बरु अघि त्यही राम्रो थियो नि टेन्टवालामा मलाई त्यही टेन्टवालामै मिठो लाग्यो त्यही त मलाई त्यही मिठो गरु दिया खाइ मैंने फुलिम क्या गरु आखा क्या गरु रखा दे मुंग न रखे मन न खाम क्या ओ गरु रखा यो आसामी पढेको भाषा हामी त किताब कण्ठ गर्छौँ तर नेपालमा काम लाग्दैन
माध्यममा 16 वर्षको उमेर थियो बढाएँ 16 होइन 15 वर्ष